सरकारको एउटा निर्णय जसले रातारात नेपालको सयौं इन्स्टिट्युटहरूमा ताला लगायो अनि लाखौं विद्यार्थीहरूको सपना एकैछिनमा धमिलो भयो। शिक्षा मन्त्रालयले भन्यो अब एसईई पछाडि ब्रिज कोर्स चलाउन पाइँदैन, अटेर गरे भने कडा कारबाही हुन्छ। हिजोसम्म सेन्ट सेन्जिभियर र एसओएस को सपना बुनेका विद्यार्थीहरू आज एउटै प्रश्नमा अड्किएका छन्, एन्ट्रान्स एक्जाम अब कसरी पास गर्ने। सरकारको तर्क सुन्दा एकदमै सही लाग्छ। 10 वर्ष पढेर एसईई को प्रेसरबाट भर्खरै निस्किएका बच्चाहरूलाई फेरि किताबको भारी बोकाउनु मनोविज्ञानमाथिको खेलवाड हो। र पैसाको कुरा गर्दा 3 महिना पढेको 15 देखि 20 हजार रुपियाँ लिएका छन्। पैसा हुनेले राम्रो कलेजको तयारी पाउँछन्, तर पैसा नहुनेले पछि पर्छन्। तर विद्यार्थी र अभिभावकको आक्रोश भने छुट्टै छ। ब्रिज कोर्स बिना टप कलेजको इन्ट्रान्स कसरी क्र्याक गर्ने? सरकारले कोर्स बन्द गर्यो, तर कुनै स्पष्ट विकल्प अहिलेसम्म पनि दिएको छैन। एउटा मध्यम वर्गीय परिवारका लागि 20 हजार जुटाउनु सानो कुरा होइन। आमा बुवाले आफ्नो रहर मारेर पेट काटेर छोराछोरीको भविष्यका लागि ब्रिज कोर्समा भर्ना गरिदिन्थे। ती 15 देखि 16 वर्षका बच्चाहरू बिहानदेखि बेलुकासम्म एउटै आशामा रटिरहन्थे, एउटा राम्रो कलेजमा नाम निस्कियो भने परिवारको दुःख कम हुन्छ। तर अहिले त्यो आशाको बाटो अचानक बन्द भएको छ। तर यहाँ सबैभन्दा तितो सत्य के हो भने असली समस्या ब्रिज कोर्स होइन, असली समस्या हाम्रो शिक्षा प्रणाली हो, सिन्डिकेट हो। यदि नेपालका सरकारी कलेजहरूको स्तर एकदमै राम्रो हुन्थ्यो भने के कुनै विद्यार्थीले महँगो प्राइभेट कलेजको लागि यसरी मरिहत्ते गर्थ्यो? राम्रा कलेजहरू निकै सीमित छन्, निकै थोरै छन् र अवसर पनि एकदमै थोरै छ। प्रतिस्पर्धा भने एकदम धेरै भएको छ। रोग भनेको शिक्षा प्रणालीमा छ, तर मलम ब्रिज कोर्समा लगाइदैछ। त्यसैले अब एउटै प्रश्न, के ब्रिज कोर्स बन्द गर्दैमा नेपालको शिक्षा क्षेत्र जादु झैँ दिन्छ कि यो निर्णयले विद्यार्थीहरूलाई झन् ठुलो डिप्रेसनमा धकेल्नेछ? तपाईलाई सरकारको यो निर्णय सही लाग्यो कि गलत? तर तल कमेन्टमा लेख्नु होला र आफ्नो विचार पनि कमेन्टमा लेख्नु होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र बेल आइकन दबाउनुहोस् र यो भिडियोलाई जति सक्दो शेयर गर्नु होला, किनभने सबैलाई ब्रिज कोर्सको बारेमा थाहा हुनुपर्छ। तपाईको एउटा लाइक र सब्स्क्राइबले हामीलाई भिडियो बनाउन अझै मोटिभेसन मिल्छ। भेटला अर्को भिडियोमा।